खान दुलोबाट निस्केको मौका पारेर नागलाई सनासोले च्याप्पै समात्यो। सबै मिलेर नागलाई मार्नै लाग्दा आफू भूमे भएको र आफूले मागे अनुसार बलि दिए सबैको रक्षा गर्ने वचन दिएपछि सम्झौता भयो र सोही दिनदेखि सुरु भयो 18 मगरातको सबैभन्दा ठूलो चाड भूमे पर्व। सुन्दर, रोमाञ्चक, परिष्कृत तर सरल। यही लामो इतिहास बोकेको भव्य चाड मनाउन हामी हिँडेका छौं मगर संस्कृति र खाम भाषाको बलियो गढ रुकुमपुर। दर्शकबिन तपाईं देख्न सक्नुहुन्छ